सो गुड मर्निङ एभ्रिवान। धेरै पछि नयाँ भिडियो लिएर आएको छु। आशा छ तपाईहरुलाई यो भिडियो मन पर्नेछ। आजको यस भिडियोमा चाहिँ आज दिनभरि म के गर्छु, मेरो डेली लाइफको बारेमा एउटा सानो भ्लग बनाउन गइरहेको छु। आशा छ यहाँहरुलाई यो भिडियो मन पर्नेछ। यो भन्दा अगाडि मेरो भिडियो हेर्नुभएको थियो भने मलाई चिनिसक्नुभयो। यदि हेर्नुभएको थिएन भने नमस्ते, मेरो नाम चाहिँ स्टार केसी उर्फ तारा प्रसाद खत्री। म चाहिँ अहिले फिलिपिन्समा छु र फिलिपिन्समा मैले फिलिपिन्स आएको पनि झन्नै 1.5 इयर्स हुन आँटिसक्यो र मेरो पढाइको सिलसिलामा यहाँको केही जानकारीमूलकहरू भिडियोहरू बनाउने क्रममा आज भने मेरो आफ्नै बारेमा आफ्नै डेली लाइफको भ्लग बनाउन गइरहेको छु। र यहाँ रहेर मैले एमबीबीएस पढाइलाई अगाडि बढाइरहेको छु भने एमबीबीएस मतलब यहाँ चाहिँ मेडिसिन, प्रिमेड प्लस मेडिसिन र म अहिले प्रिमेडको लगभग अन्तिम चरणमा छु। अब प्रिमेड सकिसकेपछि मेरो यात्रा हुनेछ मेडिसिन कोर्सको र यो दुईटै सक्यो भने नेपालमा चाहिँ एमबीबीएस हुने गर्दछ है त। यो सम्बन्धीको अरु भिडियोहरु त मैले बनाइसकेको छु। आज भने जस्ट मेरो आफ्नो डेली लाइफको मात्र भिडियो हुनेवाला छ। सो लेट्स स्टार्ट द भिडियो।
अब चाहिँ म फाइनल्ली रेडी भइसकेँ र अब कलेजको यात्रा तय गर्दैछु। कलेजतिर निस्किँदैछु। फाइनल्ली म रेडी भएँ। अब निस्किन्छु। म चाहिँ रुममा केही खानेकुराहरू सकिरहेको हुनाले अहिले चाहिँ बिहान केही खाजा नास्ता नखाइ निस्किँदैछु। अब कलेजतिरै गएर खानु पर्ला हैन। ल म चाहिँ निस्केँ है त। टाइम ढिला हुन लागिसके जस्तो छ। साथीहरू हेलो गुड मर्निङ। साथीहरू गइसके होला नि सायद। टाइम अलिक ढिला हुन लागिसक्यो। सो म एक्लै निस्किसकेँ। अब म एक्लै हिँडिरहेको छु। साथीहरू गइसके जस्तो छ। धेरै टाढा त छैन। कलेज पुग्न जस्ट 3 मिनटदेखि 5 मिनट यति नै लाग्छ। तैपनि धेरै ढिला नै भयो जस्तो छ। म चाहिँ दौडिरहेको छु। हल्का फिल्का भएर आज भिडियो बनाउने चक्करमा, ब्लग बनाउने चक्करमा त्यही पनि केही छैन। यो चाहिँ एउटा मेमोरी हुनेछ भविष्यमा। र त्यस्तो धेरै ढिला पनि भन्नु त होइन। 10 मिनट बाँकी छ। 10 मिनटमा त म पुगिहाल्छु। ढिला भएको भन्न खोजे चाहिँ अब अरूभन्दा अलि अगाडि जाऊँ, टिचरहरूभन्दा अगाडि जाऊँ भन्नलाई मात्र हो। नत्र भने त ढिला भएको छैन। फेरि यो मान्छे ढिला गर्छ कलेज जानलाई भन्ने तपाईँलाई पनि लाग्न सक्छ कि त्यस्तो चाहिँ होइन। म कलेज टाइममै पुग्छु। हाम्रो टिचरहरूभन्दा अगाडि नै पुग्ने कोसिस गर्छु कि जहिले। सो त्यो कारणले गर्दा मलाई आज ढिला भयो भन्न मात्र खोजेको होइन भने म ढिला चाहिँ गर्दैन है। म कलेज आइपुगेँ। अहिले चाहिँ कलेज आइपुगेँ। टाइम छ, अझ थुप्रै टाइम छ। जस म अगाडि आउनको लागि मात्र ढिला भएको भनेको होइन भने क्लास स्टार्ट हुन त टाइम छ। थ्याङ्क यू। म झुक्किएछु। म सेकेन्ड फ्लोरमा निस्किन खोजेको छु। खासमा जानु पऱ्यो थर्ड फ्लोरमा। झुक्किएर चाहिँ म सेकेन्ड फ्लोरमा निस्किन खोजिरहेको छु। अहिले आइपुगेँ म। गुड मर्निङ। हाम्रो क्लास आइपुगेँ म है त। सो अहिले चाहिँ क्लास पनि सकिसकेको छ र म चाहिँ क्लासको भिडियोहरू चाहिँ खिचिनँ प्राइभेसी कारण। सरले मार्नुहुन्छ मलाई होइन। सो अहिले चाहिँ म लाइब्रेरी आएर बसिरहेको छु। लाइब्रेरीमा आएर बसिरहेको छु। लाइब्रेरीमा पनि एकदमै सानो सानो आवाजमा बोल्दैछु। लाइब्रेरीमा बसेर पढ्न मन लाग्यो पढ्ने, नत्र फेसबुक चलाउने, नत्र यत्तिकै भिडियो हेर्ने बस्ने गर्दैछु है त म।
सो आजको जिम चाहिँ सुरु गरियो ज्यान बनाउनेको लागि भन्दा पनि शरीरलाई अलि फुर्तिलो बनाऊँ भन्ने उद्देश्य हो हैन। हेरौँ कहाँसम्म पुगिन्छ। 2 3 अब शरीरलाई हल्का तताइसकेपछि आजको वर्कआउट सुरु गर्दैछु। जस्ट 10 to 15 मिनट वार्म अफ गरिसकेपछि आजको मेरो दिन चाहिँ चेस्ट र ब्याकको छ। तर सँगसँगै कहिलेकाहीँ मैले एप्सको पनि हान्ने गर्छु। एप्सको चाहिँ मेरो कन्टिन्यू छैन, तर बेला बेला वर्कआउट सकिसकेपछि हल्का एप्सको गर्छु। तर मेरो एप्समा एउटा काफी इम्प्रुभमेन्ट चाहिँ भएको छैन, यसमा चाहिँ म चिन्तित छु। तर मैले त्यतातिर अलि ध्यान नदिएर पनि होला र खानपिनको कारणले गर्दा पनि हुनसक्छ केही नमिलेर। परदेशको ठाउँमा अब आफूले सोचे जस्तो खाना त कहाँ पाउँछ र हैन, मिलाएर खाना। त्यही माथि विद्यार्थी मान्छे सबै कुराको कम्प्रोमाइज गर्नुपर्छ। सो यति भन्दै अब मेरो यति बेला बेन्च प्रेस हान्न गइरहेको छु है। सक्दो प्रयास चाहिँ गरिरहेको छु हैन। तर एउटा पर्सनल कोच नभएको हुनाले युट्युबमा हेर्दै कतिलाई सोध्दै गरिरहेको हुन्छु। त्यो कारणले गर्दा जति गरे यो समयमा आफ्नो एउटा राम्रो इम्प्रुभमेन्ट चाहिँ गर्न पाएन शरीरलाई। एउटा डाइट प्लानिङ, एउटा डेली वर्कआउटको एउटा स्केड्युल त्यो नहुनाले चाहिँ अलि समयमै मसल ग्रोहरू हुन त्यति नपाउने रहेछ, त्यो फिल गरेँ मैले। र आफ्नै तालमा हानिदिरहेको छु, तर पनि आफै पनि मेन्टेन गर्ने कोसिस त गरेको। हेरौँ ठिक छ। अब ज्यान पुरै बन्नुपर्छ भन्ने पनि छैन, त्यो उद्देश्य पनि होइन। र शरीरलाई चाहिँ फिट एन्ड फाइन चाहिँ हुनु पऱ्यो, बस मेरो त्यति नै हो। अब फेरि अर्को राउन्ड हान्छु म। चेस्टको चाहिँ अलमोस्ट सकियो, हल्का भए पनि। अब म ब्याकको वर्कआउटलाई चाहिँ कन्टिन्यू गर्न गइरहेको छु है। जति सक्छु आफ्नो बेस्ट गर्ने कोसिस गर्छु। र बडी बिल्डर नै बन्नुपर्ने, मैले अघि पनि भनिहालेँ, बडी बिल्डर नै बन्नुपर्ने भनेको चाहिँ छैन। कोसिस गर्दैछु र स्वस्थ व्यस्त रहनको लागि। त्यही हो। अब म आफ्नो वर्कआउटलाई चाहिँ कन्टिन्यू गर्छु। कुराभन्दा बढी काम नै गरौँ होला हैन।
अब अन्तिम छ आजको वर्कआउट। जस्ट एप्सको चाहिँ आज होइन हुन चाहिँ, तर हल्का हल्का हानिदिएर हुन्छु बेला बेला। त्यो एप्स मेरो 6 प्याक एप्स चाहियो कि मलाई। तर जिम सम्बन्धी ल्याक अफ नलेज हुँदा हुँदै पनि गरिरहेको छु, हानिरहेको छु। मलाई यति मात्र डर लाग्छ कहिलेकाहीँ मिस्टेक भएर शरीरमा कुनै इन्जरी नहोस् भन्ने हो। अरू त अब देखा जाएगा, मर्दाको जातलाई होइन देखा जाएगा। अब म रुम आएर पनि म खानेकुरा तयारी गर्दैछु। मैले चाहिँ यहाँनिर लोकल केरा राख्दैछु। मसँग अरू सामानहरू सकिसकेको रहेछ। त्यसपछि नेपालबाट ल्याएको सातु छ र आमाले बनाइदिनु भएको। यसमा चाहिँ भटमास, जौँ अनि चाहिँ चना मिक्स गरेर बनाउनु भएको। मैले चाहिँ यो नेपालबाट लिएर आएको है। त्यसपछि यसमा चाहिँ मैले मह मिक्स गरेँ, हल्का मह मिक्स गर्दैछु। यो पनि मैले नेपालबाट नै लिएर आएको। अनि यहाँनिर दुध राख्नुपर्ने, दुध पनि सकिसकेको मसँग। सबै सामानहरू सकिसकेको थियो, त्यसैले मैले पानी नै मिक्स गरेँ। त्यही पनि रेडी नै भइहाल्यो मेरो खानेकुरा है। अझै पनि असाइनमेन्ट चलिरहेछ। मैले असाइनमेन्ट गर्ने लगभग सकिसकेको छु। मेजर सब्जेक्टको त केही असाइनमेन्टहरू अघि नै सकिसक्यो। माइनर सब्जेक्टले चाहिँ यहाँनिर छेउ गरेर हात तनाव दिइरहेछ। जस्ट माइनर सब्जेक्टकै असाइनमेन्ट गरेर यत्रो टाइम रात बित्न लागिसक्यो, तर गर्दैछु जे पनि। यसरी नै मेरो आजको दिनको अन्त्य हुन्छ र अन्तिममा मेरो च्यानललाई मलाई साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्न चाहन्छु। हेरेर कस्तो छ मेरो इम्प्रुभ गर्नुपर्ने कुराहरूदेखि लिएर हरेक कुराको सल्लाह सुझाव पनि दिनु होला। म यहाँबाट यहीको अपेक्षा गर्दछु।